धन्नै रिङटा लागेर मरिन गाइज। यति धेरै पनि कोही एक्साइटेड हुन्छ होइन त, घामलाई चाहिँ म कति एक्साइटेड भएको। वेलकम ब्याक टु माई मिनी ब्लग गाइज। आज चाहिँ मेरो डे मिनी ब्लग सुरु हुन्छ घामदेखि, र घामले मलाई हेरिरहेको थियो भने मैले घामलाई हेरिरहेको थिएँ गाइज। अफकोर्स घामले मलाई हेरिरहेको थियो भने मैले घामलाई हेरिरहेको थिएँ, तर धेरै हेर्नु हुँदैन भनेर चाहिँ म अब भित्रतिर लागेँ होइन। र घरमा एक्लै थिएँ आज, मलाई एकदमै अल्छी लागिरहेको थियो। मेरो दिनभरिको काम आज केही पनि थिएन। म सुतेर उठेँ अनि म यत्तिकै बाहिरभित्र गरेर चाहिँ गरिरहेको थिएँ। अनि म किचनतिर लागेँ, केही खानु पर्यो, भोक पनि लाग्यो भनेर चाहिँ म गएको भित्र। तर मैले फ्रिज खोल्दाखेरि चाहिँ केही पनि देखिनँ गाइज। एउटा पेप्सी देखेँ, त्यो पनि मलाई खान मन लागेन। मैले राखेर फ्रिजको ढोका चाहिँ बन्द गरिदिएँ। अनि अब फेरि घाम ताप्नै पर्यो भनेर पछाडि गार्डनतिर लागिसकेको छु। र यति धेरै एक्साइटेड थिएँ नि, म कुरै छोडिदिनु। म घुमेँ मजाले, फोन घुमेँ, एकछिन डान्स गरेर फेरि भित्र आएर रिङटा लाएर बसेको। फेरि मलाई सक्नु भएन, फेरि गएँ। हिजो जुत्ता धोएको थिएँ अनि त्यो जुत्ता सुकेन, भोलि पानी पर्ने देखाइरहेको थियो क्या गाइज। अनि त्यो भएर चाहिँ मैले उठाउन गएको थिएँ, तर सुकेकै रहेन रहेछ। अनि यति धेरै जुत्ता चाहिँ मैले धोएँ गाइज। अब चाहिँ समर आउन आँटेको छ, अब चाहिँ केही खेतीपाती गर्नुपर्छ जस्तो फिल आइरहेछ मलाई। र पोहोर साल पनि मैले धेरै सब्जीहरू रोपेको थिएँ र खाएको पनि बेसी थिएँ। योपालि पनि म रोप्छु। र मैले ढोका लाएर फेरि चल्दै एक्लै लाइफ रक भन्दै फेरि तलमाथि गर्छु। के भन्नु, यस्तो हुँदो रहेछ काम नभएको बेलामा। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ भनिदिनुहोस् प्लिज प्लिज प्लिज। थ्याङ्क यू।